ल त्यो गाइज हामी त्यो सधैँ हामीबाट रनिङ आएर अझै दाइज त ओइ आइज न यो हाम्रो आज नयाँ मेम्बर रनिङ आएको छ अन्डर 3 बजे उठेर गाइज 3 बजे हो कि नै 4 हिजो ओके त हामी यहाँ आयो अब यहाँ फेरि उहाँ माथि पुगिन्छ त्यहाँ पुला पार्न पनि हेर्नु होला अब यो छ यी काम छैन यसको ए यो आज आएको बल्ल यसले त्यही नि रनिङ हानो यो हिँड्ने मात्र गर्छ यार काम त ल त्यो गाइज पछि भेटौँला ल त्यो गाइज हामीले आज सबै सब यता पुल बार छ एक्सर्साइज गऱ्यो तर देखाउन पाइएन ऊ त्यहाँ गाइज त देख्यो होला नि त्यो अङ्कल पुरा मिठो जानेर खाने लैरहेछ खोइ हल्का स्टेबल हानौँ त्यो छ है त्यो त्यहाँ लगाएको अङ्कल मेडिटेसन गरेर खाने त्यहाँ नि त अनि यहीँनिर काम नपाएर बसिरहन् एक्सर्साइज गरेको अब हामीले अझै एकछिन गरिन्छ अनि हेरौँ लाई त मेन चेस्ट देखाइदिउँ बरु आज आएको ल पुला हान्दै त 5 यसले इजी भर्खर हान्नु फेरि हानिदिन्छ ल यसले हानिदिन्छ है ल यसले हान्छ आज दियो 1 2 3 ल र हामीले हान्न त धेरै एक्सर्साइज हानेको तर आज हामी अर्को ठाउँमा आएको छौँ यो भङखोलाको माथि हो यहाँ पुलअप बार भएको आएको हामी के ठाउँको नाम सालडाँडा भन्ने ठाउँमा आएको छौँ चिन्नुभयो होला कोही मात्र अनि यहाँ एक्सर्साइज गर्दा त हामीले आज देखाउन पाइएन 15-20 जना थिए आउँदा त सुरुमा सबै गए हामी गरेर खाम यसको विचार हल्का अहिले सुरु हो यिनीहरू यो सुरु हो सबै सुरु नै हो भन्नुपर्दा त तर आज यो फर्स्ट टाइम हामीसित फर्स्ट टाइम आएको यो एउटा हान्छ गर्दै अनि ल त गाइज हाम्रो भोलि कन्टेन्ट भोलिको हाम्रो भिडियो दिमाग चलिरहेको छ भोलिको हल्का हट्के हुनेछ नि त भोलिको हेर्दै गर्नुलाई भोलि एकदम रमाइलो हुन्छ है त ल त गाइज हामी एक्सर्साइज हाम्रो पुरा एकछिन अब हिँड्दै अब घर जान लागेका छौँ अब आज औषधी खान पनि त्यस्तो औषधी देखिएन अब भोलि आउँदा औषधी खाइन्छ भोलि छुट्टी भोलि छुट्टी होइन भोलि स्कुल आज छुट्टी अब गएर गिटार खेल्नेलाई यसो अन्त अब यसो नुहाउनु पऱ्यो उहाँले पुजा पार्न नआएको त धन्यले उल्टेर यहाँ फोरै लास अब यता धुलै भएको छु उहाँले पुजा पार्न आउँदा त्यही भएर अब यस्तो गरेर नुहाउनु त पर्यो त्यही पनि त्यही त गाइज अब ल भेट्दै गरौँ ल गाइज बाई